फाइनली यो 15 वर्ष पुरानो बलेटको काम पनि भ्याइएको छ। अब भने पेन्ट हान्न बाँकी छ र हामीले यसलाई पेन्ट हान्न भन्दा अगाडि यसमा के काम गरेमा आउनु है त हेरौँ। हजुरले पार्ट 3 मा त देख्नु नै भएको थियो होला हामीले यसको के काम गरेको थियौँ भनेर। यो चाहिँ पार्ट 4 हो अनि पार्ट 4 मा हामीले यसको के काम गर्यौँ होला त। नमस्ते, मेरो नाम पुरन हो र म काम गर्ने गर्छु ग्यारेजमा। हजुरलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लग। हजुरले पार्ट 3 मा त देख्नु नै भएको थियो होला हामीले यसको के काम गरेको थियौँ भनेर। यो चाहिँ पार्ट 4 हो अनि पार्ट 4 मा चाहिँ हामीले बडी चढाएको छौँ। अब भने यसमा चाहिँ साइड पाता हाल्न पर्ने हुन्छ। हामीले चाहिँ यो साइड पाता पहिले डेन्टिङ गरेर पनि भ्याइसकेको थियौँ। उतापट्टिको डेन्टिङ गरेको थियौँ, यतापट्टिको चाहिँ नयाँ हाल्न पर्ने थियो अनि त्यही भएर हामीले चाहिँ नयाँ हालेको थियौँ है त। हामीले चाहिँ अनि सुरुमा सेट गर्न पर्ने हुन्छ अनि सेट गरेर पनि भ्याइदिएको थियौँ, त्यसपछि होल्डिङ गरेर पनि भ्याइदिन्छौँ। के हजुरले यसको साइड पाता कस्तो थियो भनेर देख्नु भएन भने गएर पार्ट 1 मा हेर्न सक्नुहुन्छ यसको साइड पाता कस्तो भएको थियो भनेर। हामीले चाहिँ साइड पाता सेट गरेर भ्याएको थियौँ, तर भने पछाडिपट्टि पाता कुहिएको थियो, त्यसमा भने नयाँ बनाएर हाल्न पर्ने हुन्छ। त्यही भएर मैले चाहिँ चापन हान्दिन सुरु गरिदिन्छु है त। हजुरलाई चापन भनेको के हो भन्ने थाहा छैन होला। यसलाई चाहिँ हामीले मोड्न पर्ने हुन्छ अनि चापनले मोड्न पर्ने हुन्छ क्या, त्यही भएर त्यसले चाहिँ मैले चापन हानेको भनेको है त। यो गाडीको चाहिँ हामीले सिट पनि बनाएको थियौँ। सिट त हजुरले देख्नु नै भएको थियो होला कस्तो भएको थियो भनेर पार्ट 1 मा। अहिले चाहिँ अनि चापन हानेर पनि भ्याइसकेको थिएँ अनि मेरो गुरुजीले चाहिँ उतापट्टि जोड्नको लागि पाता तयार गर्दै हुनुहुन्थ्यो अनि मैले भने यतापट्टि अगाडि काम गर्न लागेको थिएँ। त्यो चाहिँ मेन काम पनि भ्याइसकेको थिएँ। अब सानोतिनो कामहरू थियो त्यो गर्न बाँकी थियो, त्यही भएर अङ्कलले यता गर्दै हुनुहुन्थ्यो, मैले चाहिँ उता गरिरहेको थिएँ। अनि मलाई चाहिँ कमेन्टमा भन्दै हुनुहुन्थ्यो कि यसरी पार्ट जोड्नु भन्दा त एकैचोटि ढिक्का लिएर हाले हुन्न र भन्दै हुनुहुन्थ्यो। हुन त एकैचोटि ढिक्का लिएर जोड्दा पनि हुन्छ केही हुँदैन, तर भने बलियो हुँदैन कि हामीले अहिले गरेको जस्तो कम्पनीमा आए जस्तो हुँदैन नि त, पातलो हुन्छ। त्यही भएर हामीले चाहिँ यसरी गरेको है त। माथि यो गाडीको चाहिँ ढिक्का लिएर हाल्नको लागि उनै छैन कि, यो चाहिँ 3 वर्ष मात्रै चल्न पाउने छ अब चाहिँ, त्यही भएर यस्तो मात्रै त्यति खर्च गरेको होइन है। चाहिँ अगाडिको काम पनि लगभग भ्याइदिसकेको थियो अनि अङ्कलले पनि ट्याका लगाएर भ्याइसक्नु भएको थियो। अब भने फुल होल्डिङ गर्न मात्रै बाँकी थियो। मलाई चाहिँ कतिजनाले भन्दै हुनुहुन्थ्यो रेट कति हो कति, हजुरको गाडी कस्तो छ त्यो नहेर्दासम्म हामीले चाहिँ यति हो रेट भनेर भन्न मिल्दैन है त। चाहिँ लगभग सब काम भ्याइसकेको थियौँ अनि यो गाडीमा चाहिँ हबगिरिजहरू सर्भिसिङ गर्न थियो, त्यही भएर दाइहरूले चाहिँ सर्भिसिङ पनि गर्दै हुनुहुन्थ्यो। अनि दाइले यता सर्भिसिङ गर्दै हुनुहुन्थ्यो, दाइले भने उता गाडी घोर्दै हुनुहुन्थ्यो। यदि हजुरले यसको पेन्ट हानेको भिडियो हेर्नु मन छ भने फलो गर्नु होला है त।